दिल के प्रमाण पनि भेटिएन त्यो भाइलाई कति दुखिरहेको होला घरमा मान्छे छैन सटर दोकानमा गयो सटर बन्द आज दसैँमा घाँस काट्नु पर्यो आज आफ्नो पनि फुटी किस्मत एउटा यो भाइ कहाँ गयो लुगा फेरेर आउनु पर्यो नमस्ते ल हेर बाबु मम्मी आउनु त आयो मेरो घरमा तल ठिकै छ टिका लगाइदिउँ होइन मैले के बिर्सेँ टिका पनि लगाइदिएकै छु जमरा पनि लगाइदिएको छु के बिर्सेँ अचम्म कसैले ल्याइदिएको थियो र पैसा दिनु अझ कसैले ल्याइदिए पनि मैले पैसा दिन थिएँ किनभने तिमीहरूलाई अहिले पैसा भन्दा तिमीहरूलाई आशीर्वादको जरुरत छ लु मेरो चाहिँ ढिलो भयो गौथलीको बिहा छ तिमीहरूलाई बोलायो कि बोलाएन मलाई चाहिँ बोलाएको छ म चाहिँ गएँ ल ल हेर त हो यसरी पो मिल्नुपर्छ त नातिहरू अनि मिल्नु त पर्छ नि बाजे अनि जहिले गएर म बाजु भन्छ कोसँग बोल्ने भोलि पर्सि अहिले पनि त्यही पनि आज वर्षमा आउने एकचोटि चाडबाड त्यही पनि दसैँ अनि नमिल्किन हुन्छ हजुर गौथलीहरू बस्छ अनि कोही पनि छैन त नि त्यो कुरामा त नि कहिलेदेखि अहिलेदेखि अरे बाल विवाह लाग्ला अहिले बाल विवाह कि बाल विवाह यत्रो सानो उयो बिहा गर्न तेरो सन्देशसँग गरेर राखोस् आउनु यहीँ बस्छ ल त्यसो त झन् मजा हुने पऱ्यो लुगा पनि यत्तिकै त जा लुगा खोज्छु यो भाइरल जोडले पनि मार्नै पर्यो
सबैलाई रुगाउनु कि सबैलाई झडा पखेला कि के भन्छ सबैसँग ओइ अलिक राम्रो राम्रो लुगा खोज है आफ्नै घरमा बिहा भएर पनि अलिक राम्रो राम्रो कतिलो उयो कोठामा योदेखि त्यो कोठामा भए पनि राम्रो लुगा लगाएर जानुपर्छ कि म त जान्न पो हो आफ्नै घर भएर जानुपर्छ यसपालिको दसैँ त कस्तो खल्लो खल्लो छ दक्षिणानी कसले दिएन त्यही त नि झन् आज बिहेमा जानुपर्छ गिफ्ट खै त ओइ म त कति खा थप्पी थप्पी खान्छु नि हो थप्पी थप्पी त्यही त मात्ला चाहिँ आज झन् दैन अरे सोनियाको घाउ निको भएछ त निकै भयो खै खुसी टेबल पनि छैन कस्तो खालको बिहे हौ ए यहीँ बसेर खाउँ यहीँ बसेर ए खासै त ठुलो बिहे गरेको होइन ए यहाँ ल्याइदेऊ त खाना ओइ सिधा बसेर सिधा ए यस्तै भयो अनि दसैँको बेलामा अब हामीले बिहे गरिहाल्यौँ उही म त जान्छु होला हौ टाउको दुख्नु थाल ए नजान अझै कतिदेखि बाँकी नै छ ए ल खाऊ 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 धेरै मासु भएर होला अनि हड्डी नै हड्डी भएर होला कस्तो घाँटी नै उयो भएर भयो जस्तो भयो क्या घाँटी माथि के जस्तो भयो कस्तो हुन्छ दसैँको भए पनि यति नै हो यति खाऊ अनि जाउला ए झिल्केहरू सबै आइसक्यो नि लु अब यति खाऊ अनि जाऊ अनि फेरि भरे नाच्न आऊ बेलुका सबैजना है बियर पनि छ उतालाई चाहिँ तेरो कुकुर साले टोकेको भए चाहिँ कसले तिर्छौ झन्डै डर लगाऊ खुट्टा पनि कामी रहेछ अहिले यता नआए ढुङ्गाले तिन्छ अनि बाटोमा कुकुर मुताउँदै हगाउँदैन त अहिले घुच्चुकमा हाल्नु फेरि म अनि म अब के चुपा लागेर बसेको हौ खोइ अच्छा कसले किन्दा मलम मम्मी होस् नमागौ त्यो तिम्रो उयोलाई के भन्छ त्यो सोनियालाई नमागौँ ल त्यसको दिदीले पनि के भन्छ ऊ दिदी पनि छैन सटरमा पनि घरमा नि कहाँ गयो उहाँ पर उयो थाहा छ त्यो अम्बक खान्छ नि
कता छ रु भाडा त ओइ आज त गौठालीको बिहे जाने जोसुकैको बिहे होस् कुरौटी उता जाने यहाँ भाइ त कस्तो मजाले बनाउँदाखेरि पनि मजाले बोल्ने नबोल्नु उता चल्दिहाल्नु जान्छ तिमीसँग बोल्नु छैन पनि अरे धेरै नबोल्नु यो चाहिँ 1 नम्बरको कुरौटी हेर्दा छ कागो पुरै जम अमक्टी होइन खाइस नि त्यत्रो थप्पी खाइस नि 84 व्यञ्जनहरू 84 व्यञ्जन त्यति भए पनि खानु पाइस फ्रीमा अन्त त्यही ठुलो कुरा हो खाइस नि यत्रो त्यहाँ मासु हो कि के हो एक पिस बटे पनि केही थिएन सुक्खा भात मासु दरेको भात त्यही त ठ्वास्स गनाउने तैँले अघि नै भनेको होइन त्यति भए पनि खानु पाइस भनेर पेट दुखो मेरो साथीलाई कुना को आइज यता मेरो के जाएर देखा कसले मेरो सन्देश लाछु ग अहिले म त्यहाँ आएर कट्टा हाल्नुहुन्छ पकाएको साले खाटेको बच्चालाई ओइ के भएको पागल बसी क्या उठ भाग भने फेरि हान्छ त अझै आउँछस् तँलाई त घर गइहाल त पनि घर गइहाल जिल्के हा 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 ए आई छैन तेरो बुढी चाहिँ भेटेर